हेलो साथीहरू, आज चाहिँ म मेरो मामाहरूसँग जङ्गल हुँदै खोलातिर लागेँ। किनभने हाम्रो प्लान चाहिँ ढुङ्गामा मासु सेकेर खाने प्लान थियो। मासु सँगसँगै हाम्रो चाहिँ स्विट बेम्बो मिटको पनि प्लान थियो। यसै गरी मामाहरू चाहिँ माथि इलामको स्विट भ्यूलाई निहाल्दै हुनुहुन्थ्यो र मैले चाहिँ तोङ्बा लगाएर सकिसकेको थिएँ। यसै गरी स्विट बेम्बो मिटको प्रोसेसिङ पनि सबै सकिसक्यो। अब यसलाई सेउलाको बिच्चो लगाएर बुच्याउँदैछौँ। अब मासुलाई सेक्ने काम पनि सुरु भइसकेको छ। हामीले चाहिँ मासुलाई प्याज, टमाटर, खुर्सानीको साथै सँगै राखेर सेकेको छौँ। यसै गरी मासुले पनि स्मोकी फ्लेभर सँगसँगै पुरा साउन्ड निकालेर पाक्न सुरु गरिसकेको छ। साइडमा हाम्रो स्विट बेम्बो मिट पनि तयार हुँदैछ। यसरी नै गर्दा गर्दै खाएको भिडियो चाहिँ बनाउनु बिर्सेछ। सरी।